ल साथीहरू अब हामी चाहिँ चट्ट लगाएर प्याराग्लाइडिङ गर्ने ठाउँमा है प्याराग्लाइडिङ गर्ने ठाउँमा बाइक जान्छ जान लाग्यो है वहीँ जान्छ यो पिच गएर अनि माथि लगाउने सराङकोट छोडेर टावर छोडेर बसेर यहाँ गणेशको मन्दिर छ चट्ट लगाएर होइन अब हामी प्याराग्लाइडिङ गर्ने ठाउँतिर जाँदैछौँ है ल पोखरा भ्याली ल अहिले भेटौँला है त साथीहरू झलगाल रहेछ ए जिप लायर यो त जिप लायर रहेछ सराङकोट माउन्टेन लज अगाडिबाटै होला के हो बवाल रहेछ ल प्याराग्लाइडिङ हुँदैछ माथि सहर लाएर टाउड हुँदो रहेछ यहाँ ल प्याराग्लाइडिङ उड्ने ठाउँमा आयो है ट्याक्क लगाएर मान्छेहरू चाहिँ रहेछ नि उड्दैछ ओभर छ आज मान्छे फर्स्ट टाइम आइयो त यार यहाँ दाजु कत्रो भिडालो रहेछ दामी देखिन्छ त अनि ओभर देखेको रहेछ टन्नै छ नि त आज त उड्ने त छ्यालब्याल रहेछ नि उड्ने त्यहाँ उड्दैछन् रेडी पोजिसनमा छन् रेडी पोजिसनमा खै उडेको हेरौँ भनेको यार एउटा है उड्छन् छ्यालब्याल त्यहाँ पोखरा प्याराग्लाइडिङ टेक अफ भन्ने रहेछ होइन रेडी हुँदैछ त्यहाँ एउटा दुईटा तिनवटा
Về lì lovely उड़े देखते हुए आपको रनिंग स्पेस lovely उड़े ऐसा लगा है मुझे ऐसा लग रहा है और कहीं उड़े ले हावा लाग्यो ट्याक्क खतरा उडे है ओके माथिबाट खिच्ने चाहिँ माथिबाट खिच्नु पऱ्यो उता पनि छ होइन उताको साइडमा नि यहाँ चाहिँ के बनाउनु रहेछ यस्तो ल पोखरा घुम्न आउनेहरू अर्को एडभेन्चर्स भनेको चाहिँ चट्ट प्याराग्लाइडिङ है ल उड्यो है उड्यो पोखराका एडभेन्चर्स बन्चेपछिको ए हुन्छ हस् ल ऊ त्यहाँ उड्दै हुनुहुन्छ होइन चट्ट अहिले एकछिनमा उडाउने बेला पनि फेरि हेरौँ है त अर्को ल फेरि अर्को नि उड्न लाग्यो है यहाँबाट उडेल ओइ 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 खतरा हुन्छ यार कहिले हो यस्तो उड्ने उडे है आमा ए ल ल यहाँबाट नि हिँड्यो टेकअप हुँदैछ यहाँ सानो बाबुले हान्दैछ हिँड्यो अब ल है साथीहरू एउटा यति हेरौँ भनेर भनेको के अरे खै ल गयो अब हामी चाहिँ प्याराग्लाइडिङ हेरेर टाइममा साँधेर आइयो उड्नको लागि चाहिँ भनेर आएको पानी पला जस्तो भयो अब गुडेर जाने कुरा भयो होइन अब चाहिँ फर्किनु पऱ्यो आज चाहिँ फर्किने कुरा भयो पानीको थोपा थोपा पऱ्यो कि आएर उड्ने कुरा छ अब नत्र भयो घरतिरै स्याएको समातेर ढिकी डाँडाबाट उड्नुपर्छ नि ल आइज ल